नमस्ते नमस्कार सबैजनालाई। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्न चाहन्छु है। आज काठमाडौँको मौसम चाहिँ यस्तो छ, पानी परिरहेको छ है, पानी पर्दैछ। अब मेरो चाहिँ कहाँसम्मको यात्रा हो तपाईँहरू हेरेर बुझ्नुहुनेछ भन्ने आशा गरेको छु है, र हेरेर साथ दिनु होला। अब म कपडा सपडा लगाउँदैछु, कपडा ब्यागहरू रेडी भइसकेको छ, अब जुत्ता लगाउन बाँकी छ होइन। आशा छ सबैजनाले माया गरिदिनुहुन्छ भन्ने, र लाइक सब्सक्राइब पनि गरिदिनु होला है। सक्दोसम्म धेरै धेरै माया छ। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। पनि मिलाइदिए होइन। त जुत्ता अब बसेपछि त बनाउनु परिहाल्यो। यो मेरो रुम, यो मेरो ब्याग, यो म लगाउने ज्याकेट, टिकटहरू त्यहीँ छ र है। र म लागे त साथी हो, नेपाल छोड्दैछु। सबैजनालाई माया छ, माया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु, र माया पनि गर्नुपर्छ है। सब्सक्राइब चाहिँ हाल्नुपर्छ, सबभन्दा मिठो यात्रा नै छ। बडा हरामी हो बेटा। ल गाइस, फाइनली बेगसेक बोक्यो, ज्याकेट सकेट पायो, अब लाग्यो पनि है त। ल यो होटलबाट निस्किँदैछु म। होटल चाहिँ एकदम राम्रो छ, फेसिलिटी है, रुमहरू चाहिँ साह्रै राम्रो छ। होटलदेखि निस्किएपछि मैले खाजासाजा खाएँ। खाजासाजा खाएर थोरै माथि निस्किएपछि मित्रनगर गेट नम्बर 2मा निस्किएर अनि त्यहाँबाट इनड्राइभ बुकिङ गरेँ। इनड्राइभ बुकिङ गरेर मैले भाइ राजालाई बोलाएँ। सोचेको थिएँ ट्याक्सीमा जाउँ कि भनेर, पानी पर्दैन भनेर। तर यहाँ अब नियतै, भगवान्ले नियतै खेलेको अर्को रहेछ। अनि सोचेँ फेरि एक महिना होइन बाइकमै जाउँ भन्ने, बाइकलाई बोलाएँ, इनड्राइभ गरेँ होइन। गएर जाने क्रममा भाइसँग साह्रै रमाइलो कुरा भयो। भाइ पढ्नु हुँदो रहेछ ब्याचलरमा, र साथमा जब पनि गर्नुहुँदो रहेछ। उहाँको भोइस पनि सुनाउँथ्यो होला, सायद पानी परेर तपाईँहरूलाई राम्रो सुन्दैन कि भनेर मैले म्युट गरिदिएको छु उहाँको भोइस चाहिँ होइन। र त्यसै क्रममा जाँदा जाँदा रमाइलो भइरहेको थियो। सोचेको थिएँ तपाईँहरूलाई पनि राम्रोसँग देखाउँछु भनेर। तर जाने क्रममा चाहिँ बिच बाटोमा पुगेपछि चाहिँ पानीले नमिठो गोद्यो, गोद्नु पनि गोद्यो, जे होस् भिजेँ। सोचेँ जुत्तासुत्ता पनि सबै हिलो हिलो भयो। तपाईँहरू हेरेर पनि बुझ्नुहुनेछ होइन, पानी परिरहेको छ, देखिरहनु भएको छ होला अलिअलि। तर यहाँ चाहिँ क्यामेरामा चाहिँ अलिअलि देखाइरहेको छ, तर पानी पर्नु चाहिँ ठुलै परिरहेको थियो होइन, कतिपयहरू भिजिरहेको थियो। सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। 10 बजेको फ्लाइट 8 बजिसक्यो, यता बन्द लागिसक्यो। अनि म ढिलो गरिदिएँ नि त। हामी त अब पासपोर्ट बुझाउने हो, हिन्दी नि हो क्या। पासपोर्ट बुझाउने, प्लेन टिकट हाल्ने, देखाउने। फर्स्टचोटि त अनुमति छ। फर्स्टचोटि मिलाउनु लागि त होइन। पानीमा गाह्रो हो क्या ड्राइभ गर्नु। हजुर त्यो रेन्टमा हाल्नु हो त। कति लिन्छ दिनको? 500। काठमाडौँभरिको लागि हो, जता लाँदा पनि पायो दिने। ए जिपिएस लगाएर पानी पऱ्यो त है, चाहिँ क्या हो। त्यसपछि जाने थिएँ, त्यसै कुरामा हाम्रो बिग्रियो।
न त म पशुपति पुग्न सकेँ न त एयरपोर्ट। हेर्नु न अब जस्ट फ्लाइट ढिलो भइरहेको त्यो माथि एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। 119 पे इतनी अच्छी पार्टनरशिप चली। झन् बाइकै बिग्रिदियो र चाहिँ भाइले जसो तसो गरेर बाइक त राख्नु पनि राख्यो, साइड गऱ्यो, बनाएर मलाई पुऱ्याइदिन्छु दाइ भन्यो। तर मलाई ढिलो हुने। त्यसपछि मैले सोचेँ कि ल भनेर म झरेर म साइडतिर गएँ। तपाईँ बनाउनु भनेर म साइडमा बस्न गएँ र बसेर हेरेँ एकछिन। नहुने भएपछि मैले ट्याक्सी बुक गरेर फेरि ट्याक्सीबाट लागेँ एयरपोर्ट। समझ रहे हो ना? नानी होइन म गाडीकै काम गर्छु। म एक्सेसरीको काम गर्छु। त्यो स्टिकरहरू छ नि त्यो सब लगाउने अनि प्लास्टिक रेगुलेसन गर्ने एकदम सजिलो। ठिक छ। यत्रो 10 वर्ष अनि 27,000 स्यालेरीमा गएको अनि नेपाली गर्दा गर्दै ठिकै छ, राम्रो छ, राम्रो भएरै त हो अब आउने जाने गरिरहेको। अब के आउँदैन आउने छुट्नु क्यान्सल आएपछि नजाने क्या गर्ने है। सोचेको मैले न यसो अब जाँदा अब ठिकै छ, काम भारी छैन। 2 hours later. फाइनली पुग्यो एयरपोर्ट पनि। फाइनली सबै चिज सक्यो, बोर्डिङ पास पनि सक्यो है। हामी चाहिँ अब फ्लाइटतिर कतापट्टिको वेटिङ गरेको हो हामी। अब कति घन्टा लगाउँछ थाहा छैन है। बसिरहेको छौँ। सास गर्नु पऱ्यो। फाइनली वेटिङ गर्दा गर्दा अल्छी लागेर केही हेरौँ न त भनेर हेर्ने क्रममा एरोप्लेनहरू हेऱ्यौँ है। मान्छेहरू बिजी काम गरेको छ, हेर्नुहोस् न कति गाह्रो छ है काम गरी खानुलाई पनि। र भन्दै हामी केही दृश्यहरू राम्रै हेऱ्यौँ र मान्छेहरू वेटिङ पनि गरिरहेको छ, कुन देश जानेहरू होला है। कति दिनपछि फ्लाइट खोलिरहेको छ र गइरहेको छ मान्छेहरू आरामले नै। त्यस्तो गाह्रो चाहिँ केही भएको छैन जहाँसम्म मलाई लाग्यो अनुसारले। र म चाहिँ आनन्दले चिलमा बसिरहेको छु। र भन्दै म केही कतै वासरुम जाने क्रममा मैले देखेको दृश्यहरू यस्तो छन्। कति राम्रो छ हेर्नुहोस् न हाम्रो नेपालको चिनोहरू है। बद्धा, सुशील, शान्त, कति आनन्द छन् है। तर राम्रो छ है यो चिजहरू, हेर्नुहोस् त कति राम्रो छन्। तर मैले चाहिँ लिन है, मैले यसो हेरेँ, राम्रो लाग्यो। शारजाको उड्यो।
अर्कोमा हो क्या गाडीमा गएपछि हामी एक एकजना झरेर लाइन बाई लाइन लाग्यौँ। यही हो म जाने चाहिँ एयर अरेबिया होइन। सबैजना मेरो चाहिँ सिट C27 छ है। सिट चाहिँ मेरो पछाडि पर्ने भयो र त्यसै क्रममा हामी भित्र पनि बस्यौँ। देख्न सक्नुहुन्छ तपाईँहरू, हेर्नुहोस् मान्छेहरू कस्तो भिड छ अनि र म चाहिँ मेरो सिट झ्यालपट्टि भनेको होइन, विन्डो सिट होला भनेको त मेरो सिट चाहिँ अगाडिपट्टि परेछ, विन्डो सिट चाहिँ परेन भन्नुपर्छ है। म चाहन्थेँ कि विन्डो सिट परोस् र म केही भिडियोहरू अझै राम्रो निकाल्छु भन्ने सोचेको थिएँ। भने जस्तो गर्न सकिनँ, त्यसको लागि क्षमा प्राप्त चाहन्छु। र हामी चाहिँ प्लेनभित्र बसेका छौँ, साथीभाइ सबै छन् है। जस एयर होस्टेसले पनि हेल्पिङ गरिरहेको छ, बिचरा मिलाइदिइरहेको छ। यहाँ गर त्यहाँ गएर त्यो नगर यो नगर भनेर सम्झाइरहेको छ। फाइनली पुग्यो। कहाँ जाँदैछु one trip. Keep your bag here, please. I have space here. यस्तै लम्बा चौडा हिँड्नुपर्छ, यति धेरै टाढा हिँड्नुपर्छ। ठिक छ, पुगेको ठाउँमा अनि यहाँ फेरि झर्नु पऱ्यो एक स्टेप झरेको त्यसै। टन्नै छ मान्छेहरू निस्क्यो म पनि। निस्क्यो अब एकजिक
होटलमा आइपुगेर कपडा फेरेर बसेको छु भन्दै आजको लागि यति नै है त। फेरि अरू भ्लगहरू आउनेछ, पक्कै पनि आशा छ तपाईँहरूले हेरेर मनोरञ्जन गर्नुहुनेछ र लाइक सब्सक्राइब पनि गरिदिनु होला है त भन्दै हस्त धन्यवाद।